हाम्रो हात पक्रेर भगवानको चरण सम्म पुर्याउने काम गुरुले गर्नुहुन्छ। यो भवसागरबाट पार गर्नको लागि नौका समान काम गुरुदेवले गर्नुहुन्छ। त्यसै कारण गुरु बनाउन आवश्यक छ। तर गुरु बनाउनु भन्दा पहिला अवश्य हजुरले गुरुको बारेमा जान्न जरुरी छ। यो व्यक्तिलाई म गुरु बनाउँछु, जुन व्यक्ति प्रति हजुरको अटूट श्रद्धा छ और गुरु बन्न लायकलाई मात्र हजुरले गुरु बनाउनुहोस्। भनिन्छ नि, पानी पिलो छान के और गुरु बनाओ जान के। जानेर मात्र गुरु मन्त्र लिनुहोस्। आज सूतजी महाराजलाई सौनकादिक 88,000 मुनिहरू गुरु मानेर सुन्दर स्तुति गर्नुहुन्छ। हे प्रभु, भगवत प्राप्तिको लागि केही न केही साधन माध्यम अवश्य बताउनुहोस्। आज श्री सूतजी महाराज अत्यन्त हर्षित हुनुभयो और सौनकादिक 88,000 मुनिहरूलाई ज्ञान प्रदान गर्दै हुनुहुन्छ। बोलिए सूतजी महाराज को जय हो। विविध प्रकारका ज्ञान दिनुभयो। त्यसपछि श्री सूतजी भन्नुहुन्छ, एक बारको घटना हो, एक बारको कुरा हो। राजा परीक्षितजीलाई सुखदेवजी कथा सुनाउँदै हुनुहुन्थ्यो। यत्तिकैमा स्वर्गबाट देवताहरू आए हातमा अमृतको कलश लिएर। सुखदेवजीलाई प्रणाम गरेर भन्दछन्, प्रभु, राजा परीक्षितलाई 7 दिनमा मर्ने श्राप लागेको छ। राजा परीक्षितलाई 7 दिनमा मर्ने श्राप छ। राजा परीक्षित अत्यन्त चिन्तित हुनुहुन्छ। सुखदेवजी ज्ञान प्रदान गर्दै हुनुहुन्छ, 7 दिनको भागवत कथा सुनाउँदै हुनुहुन्छ। यत्तिकैमा देवताहरू भन्दछन्, राजालाई मृत्युबाट भएछ, त्यसै कारण यो अमृत पिलाउनुहोस्, अमर हुन्छन् और त्यसको बदलामा हामीहरूलाई कथा रूपी अमृत प्रदान गर्नुहोस्। अब जरा विचार गर्नुहोस्, अमरत्व दिनेवाला अमृतको तुलनामा श्रीमद् भागवत कथा हुन सम्भव छैन। श्रीमद् भागवत महापुराण यस्तो अमृत हो जसको माध्यमले केवल संसारमा जीवित होइन, भवसागरबाट हामीहरू पार हुन्छौँ। बार बार जन्म लिने र मर्ने चक्करबाट सदाको लागि मुक्त हुन्छौँ। त्यो अमृत और अमरत्व दिनेवाला अमृतको तुलना कहिले पनि सम्भव छैन। सुखदेवजी भन्नुहुन्छ, यो कस्तो मूर्खतावाला बात गरेको हो, कुरा गरेको हो। को सुधा को कथा लोके को काचाह को मणि रे महान ब्रह्मरातो विचारैवं तदा देवान् जहासः। भागवत रूपी अमृत और अमरत्व दिने वाला अमृत को तुलना संभव छैन। त्यसै कारण हे देवता, हजुरहरू वापस जानुहोस्। देवताहरूलाई जब फर्काइदिनु भयो त्यसपछि ब्रह्माजीको शरणमा देवताहरू गए। भन्दछन्, प्रभु, राजा परीक्षितलाई जुन कथा सुखदेवजीले सुनाउनु भयो, हामी त्यसको लागि अयोग्य छौँ, त्यो भनेर हामीलाई फर्काउनु भयो। आखिरमा यो भागवत के विषय हो, हामीलाई सम्झाउनुहोस्। ब्रह्माजी महाराज भन्नुहुन्छ, एक काम गर्नु, राजा परीक्षितजीले अहिले सुन्दै हुनुहुन्छ, परिणाम के प्राप्त हुन्छ हामी यहीँ बसेर हेरौँ। अब 7 दिन सुखदेवजीद्वारा राजा परीक्षितले कथा सुन्नुभयो। 7औं दिनमा कथा पूर्ण हुने बित्तिकै वैकुण्ठबाट दिव्य विमान आयो। राजा परीक्षितजीलाई तक्षकले डस्यो र राजा परीक्षितजी मुक्त हुनुभयो। संसारबाट मुक्त भगवानको धाम वैकुण्ठको प्राप्ति राजालाई भयो। बोलिए भागवत महापुराण को जय। यो भवसागरबाट पार गराउने ग्रन्थ श्रीमद् भागवत महापुराण। राजा परीक्षित भागवत सुनेर मुक्त हुनुभयो। अब जब परिणाम देखियो,
अब ब्रह्माजी महाराजले सत्य लोकमा ज्ञान रूपी तोलामा तोलेर हेर्नुभयो। तुलाको एक पल्लामा सत्र महापुराणलाई राखियो, अर्को पल्लामा श्रीमद् भागवतलाई राखियो। तर कस्तो परिणाम आयो त भन्दा लघुन्यन्यानि जातानि गौरवेण इदं महत्। अन्यानि लघुनि जातानि, जति पनि धर्म पुराण ग्रन्थ थिए भागवत जी को तुलना में साना भए, हल्का भए। यही भागवत को महिमा हो। सुन्ने बित्तिकै देवताहरू अत्यंत आश्चर्यचकित भए। श्रीमद् भागवत महापुराण को महिमा गरिमा जति वर्णन गरे तापनि कम नै हुन्छ। प्यार से बोलो। त्यसै कारण जीवन में बार बार भागवत सुन्नुहोस्। भगवान को कथा सुनेर मनलाई कहिले पनि तृप्त नगर्नुहोस्। जो व्यक्तिले भन्दछ कि यो कथा सुनेर अब म अगाए भयो भयो, तो वही व्यक्ति भन्न सक्छ जसले मर्मलाई बुझेको हुँदैन। वास्तविक भागवत कथा सुनेर हामीहरू कहिले पनि अघाउँदैनौँ। अब यहाँ कति भक्तहरू बस्नु भएको छ, बिहानदेखि बस्नु भएको छ, कसैलाई पनि घर जाउँ जाउँ भएको छैन। भएको छ छैन? कहिले सकियोला, फेरि घर जान्छु, घडी बार बार कसैले हेर्नु भएको छैन। मै आएको 1 घण्टा भयो होला, न मलाई समयको पत्तो छ न हजुरलाई समयको पत्तो छ। यही भागवत को महिमा हो, यही भागवत को विशेषता हो। हामीहरू 3-4 घण्टा कथा सुन्छौँ, एक पल पनि हामीहरूलाई जाउँ जाउँ हुँदैन। यदि यहाँ कुनै अन्य नाटक प्रस्तुत गरिएको भए, कुनै डान्सिङ सो देखाइएको भएदेखि एक बार हेर्छौँ, 1 घण्टा हेर्छौँ, 2 घण्टा हेर्छौँ, 3 घण्टा हेर्छौँ, फेरि तो मन के हुन्छ, अरे बहुत भयो, अब जाऊँ, घर जाऊँ, मन अगाउँछ। तर भागवत को कथा, श्री राम जी को कथा, भोलेनाथ को कथा, देवी को कथा, माँ जगदम्बा को कथा, हजुर बिहानदेखि बिहानको बिहानबाट सायद 7 बजेदेखि नै यहाँ प्रारम्भ हुन्छ। बिहानदेखि बेलुकासम्म हजुरले निरन्तर सुन्नु भएको छ, तर पनि मन भरिने वाला छैन। यही पुराण को विशेषता हो, यही भगवान को विशेषता हो। वास्तवमा भगवान कृष्ण जादूगर हुनुहुन्छ, हाम्रो मनलाई, हाम्रो चित्तलाई चोर्ने वाला। भगवान को नाम को प्रभावले, भगवान को कथा को प्रतापले हजुरहरू एक ठाउँमा एकाग्र चित्त भएर बस्न सक्नु भएको छ। यो पनि भगवत शक्ति हो। श्रोताको रूपमा बसेर हजुरहरू पैलेटी कसेर बस्नु भएको छ। वास्तवमा हजुरहरू तपस्वी हुनुहुन्छ। जति सजिलो बोल्नलाई हुन्छ त्यति सजिलो सुन्न हुँदैन। बोल्नलाई त सजिलो होला, तर सुन्ने वाला बहुत कठोर काम हो। भगवान को कथा निरन्तर सुन्नु पनि एउटा कठोर काम हो। हजुरहरूले त्यो गरिराख्नु भएको छ। म हजुरहरू सबैलाई तपस्वी मान्छु। आफ्नै लागि ताली बजाउनुहोस्। वास्तवमा मन अत्यंत प्रफुल्लित छ, प्रसन्न छ। भोलेनाथ को नगरी में कथा सुनाउनु र सुन्नु एउटा साक्षात भगवत कृपा हो। आउनुहोस् केही बेर हामी नाचौं, फेरि कथालाई अगाडि बढाउन छ। भोले बाबा हे मेरो प्रभु दया का खानी, हमलाई दर्शन दिने की ना दीने। भोले बाबा दया का खानी, हमलाई दर्शन दिने
पशुपति माँ हे मेरे प्रभु शंकर को बस छ पशुपति माँ प्रभु शंकर को बस छ सुनो का भक्त हर लाई दर्शन को आशा छ भक्त हर लाई दर्शन को आशा छ पशुपति माँ हे मेरे प्रभु शंकर को बस छ भक्त हर लाई शंकर को बस छ भक्त हर लाई दर्शन को आशा छ भक्त हर लाई दर्शन को आशा जय हो बोले शिव शंकर भोलेनाथ को और यो जुन शब्द छ मैले आफै लेखेको बिहान दोनों हात उठाएर नाच्नु होला मन कामना हे मेरे प्रभु विराट ज्ञान यज्ञमा कामना हे मेरे प्रभु विराट यज्ञमा सुन्नु कथा रमाउनुहोस् भजनमा सुन्नु कथा रमाउनुहोस् भजनमा मन कामना हे मेरे प्रभु विराट ज्ञान यज्ञमा कामना हे मेरे प्रभु विराट यज्ञमा सुन्नु कथा रमाउनुहोस् भजनमा सुन्नु कथा रमाउनुहोस् भजनमा हरि बोल जय हो श्री राधे भक्ति ज्ञान हे मेरे प्रभु वैराग्य पाइने भो विज्ञान हे मेरे प्रभु वैराग्य पाने को भागवत कथा अमृत को सागर हो भागवत कथा अमृत सागर हो भक्ति ज्ञान हे मेरे प्रभु वैराग्य पाइने भो विज्ञान हे मेरे प्रभु वैराग्य पाने को भागवत कथा अमृत को सागर हो भागवत कथा अमृत सागर हो और प्रतिभा को हे मेरे प्रभु भक्तलाई आमन्त्रण प्रतिभा को हे मेरे प्रभु भक्तलाई आमन्त्रण सत्सङ्गले मन हुन्छ नियन्त्रण सत्सङ्गले मन हुन्छ नियन्त्रण प्रतिभा को हे मेरे प्रभु भक्तलाई आमन्त्रण प्रतिभा को हे मेरे प्रभु भक्तलाई आमन्त्रण सत्सङ्गले मन हुन्छ नियन्त्रण सत्सङ्गले मन हुन्छ नियन्त्रण भोले बाबा हे मेरे प्रभु दया
जय हो। शब्द कस्तो लाग्यो? मलाई पनि अलिअलि लेख्न चाहिँ आउँदो रहेछ है। प्यार से बोलो। ल आउनुहोस्, हजुरहरू सबैजना बस्नुहोस्, हामी कथा फेरि सुन्नेछौँ।